साथीहरु नमस्कार। तपाईले दुईजना मान्छे देख्नुभयो, एउटा सडकको दुईटा छेउमा। एकजना मान्छे एउटा बाइक चलाएर हिँडिरहेछ, सिम्पल कपडा लगाइरहेछ। अर्को मान्छे साइडमा दामी गाडी चढेर हिँडिरहेछ, ड्रेसअप पनि खतरा छ। र ती तपाई दुईटालाई तपाईले चिन्नु पनि हुन्छ। एउटाको काठमाडौँको सामाखुसीमा दामी घर छ, अर्को त्यही घरमा भाडामा बस्छ। अब तपाईको अजम्पसन त के रहन्छ? तपाई हाम्रो अजम्पसन भन्दाखेरि जसको घर छ त्यो एकदम खतरा मान्छे हो, त्यो धनी मान्छे हो, र जो बाइकमा हिँडिरहेछ जसको घर भाडामा बस्छ त्यो गरिब मान्छे हो, राइट? अब म स्टोरीलाई अलिकति फरक पार्छु। त्यो त हामीले बाहिर देख्दाखेरि भयो, भित्र स्टोरी अलिकति फरक छ। जोसँग बाइक मात्रै छ र भाडामा बस्छ नि, त्यसको अलग अलग ठाउँमा प्रपर्टी छ, अलग अलग ठाउँमा इन्भेस्ट गरिरहेछ। शेयर मार्केटमा उसको 50 लाख रुपियाँको पोर्टफोलियो छ, धुलीखेलमा आधा रोपनी जग्गा छ, आफैले कमाएर किनेको त्यो जग्गा। उसले एउटा भर्खरै केही महिना पहिला एउटा बिजनेस सुरु गरेको छ, जाने 4 जना मान्छेले काम पनि गर्छ, त्यसले प्रफिट पनि जेनेरेट गर्न थालिसकेको छ। ओभरअलमा हेर्दाखेरि कमसेकम 4-4.5 करोड रुपियाँको उसको नेट वर्थ छ अथवा सम्पत्ति छ। अब जसको घरमा ऊ बसिरहेछ, जसलाई तपाईले अहिलेसम्म धनी भन्ने ठान्नु भएको छ, धनी सोचिराख्नु भएको छ, त्यो मान्छेको रेगुलर इन्कमको सोर्स एउटा जब छ जहाँबाट उसले महिनाको 80,000 रुपियाँ कमाउँछ। उसको रेगुलर खर्च नै 80,000 रुपियाँ छ र उसको ब्याङ्कमा 2 करोड रुपियाँ लोन छ। जुन घरमा ऊ बसिरहेछ त्यसको मन्थली रूपमा उनले रिपेमेन्ट गर्नुपर्छ। अब भन्नुहोस् रियलमा धनी चाहिँ को रहेछ? त्यसैले रियल रिच र लुक्स लाइक रिच हुन्छ क्या, धनी देखिनेवाला टाइपको रिच। तपाईँ के बन्न चाहनुहुन्छ? तपाईँ रियल रिच बन्न चाहनुहुन्छ या धनी देखिने टाइपको रिच बन्न चाहनुहुन्छ, ताकि तपाईँलाई अरूले धनी बनोस्? मलाई लाग्छ तपाईँ रियल रिच बन्न चाहनुहुन्छ। यदि तपाईँ रियल रिच बन्न चाहनुहुन्छ या तपाईँले कुन बाटोमा हुनुहुन्छ? हामीले युट्युबमा एउटा भिडियो राखेका छौँ, यी भिडियो डिटेलमा छ, लामो छ, त्यो भिडियो हेर्न सक्नुहुन्छ तपाईँले। मलाई लाग्छ त्यो भिडियोले केही न केही आइडिया हुनेछ। र कमेन्टमा लेख्नु होला तपाईँ चाहिँ कुन पाथमा हुनुहुन्छ, कुन बाटोमा हुनुहुन्छ, रियल रिच बन्ने बाटोमा या रियल रिच होइन, रिच देखिने तर रियल चाहिँ नबन्नेवाला बाटो। फाइनेन्सियल सस्टेनेबिलिटी अथवा फाइनेन्सियल स्थिरताको लागि पर्सनल फाइनेन्स सिक्नु जान्नु एकदमै धेरै महत्त्वपूर्ण छ। यदि तपाईँ अझै धेरै फाइनेन्ससँग रिलेटेड कुरा सिक्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ, सिम्पल बेसिक तर महत्त्वपूर्ण भने हाम्रो लाइफ फलो गर्नु होला, केही सिकेर जानुहुनेछ। अझै धेरै सिक्न चाहनुहुन्छ भने पासमा कतै नम्बर छ, वाट्सएप गर्न सक्नुहुन्छ।